अध्ययनका लागि गएको कुनै होइन, जबका लागि गएको कुनै होइन। जबका लागि त खास समयमा जान्छ, अध्ययनका लागि खास अवधिको जान्छ, तर आफै जब क्रिएट गर्ने वा पर्मानेन्ट जब भएका वा पिआर प्राप्त गरेका र नागरिकता भएका खास यस्तो व्यक्तिहरू यो डायस्पोरालाई विश्वभरि नै छरिएर रहेको डायस्पोरालाई एक ठाउँमा ल्याउने उद्देश्यका साथ यसको स्थापना। यो स्थापनाको परिकल्पना गर्न थालेको अघि नै भन्दैथिए 26 वर्ष भइसक्यो, तर स्थापना भएको 22 वर्ष। 22 वर्षदेखि यस संस्थाले आफूलाई सङ्गठित गर्ने, विस्तारित गर्ने र नेपाली डायस्पोराका हकहितहरूलाई सुरक्षित गर्ने, नेपाली डायस्पोरालाई छिन्न भिन्न होइन, अपरिचित नजिकै बसिया छ, छिमेकमै बसिया छ, फेरि पनि अपरिचित छ, त्यस्तो खालको स्थितिमा जहाँ गए पनि नेपालीको बद्धत्व कायम राखेर आफ्नो संस्कृति, आफ्नो सभ्यता, आफ्ना परम्परा थुप्रै कुराहरूलाई बचाएर अगाडि बढ्नु। एक्लै त संस्कृति बचाउन सकिन्छ, समुदाय चाहिन्छ। एक्लैले थुप्रै कुराहरू बस्दैन, त्यसमा समुदाय चाहिन्छ। विदेशमा छरिएर रहेका नेपालीहरू पनि एकै ठाउँ, यसमा जात, धर्म, संस्कृति, भाषा, राजनीतिक आस्था वा धार्मिक आस्था कुनै पनि प्रकारका विश्वास र अधिकारिक आस्थाहरूभन्दा माथि उठेर सम्पूर्ण नेपाली, किन हामीले राजनीति गर्ने ठाउँ विदेश हो, त्यसकारण त्यहाँ बसेर हुन त त्यहाँकै नागरिकता लिएका व्यक्तिहरूले राजनीति गर्न नसक्ने भन्ने कुरा चाहिँ कतिपय ठाउँमा प्रतिनिधित्व गर्नुभएको छ, प्रतिनिधि निर्वाचित हुनुभएको छ साथीहरू, बधाई भन्न चाहन्छु। तर नेपालको सन्दर्भमा त्यहाँ बसेर राजनीति गर्ने त्यसर्थ नेपाली डायस्पोरा एउटा आपसी चिन्जान, भेटघाट, मेलमिलाप, अर्को संस्कृति, परम्परा आदिको निरन्तरता, अर्को आफ्ना हक अधिकारहरू प्राप्ति र सुरक्षाका निम्तिका प्रश्न र अर्को नेपाली भएको हुनाले देशका लागि के योगदान गर्न सकिन्छ भन्ने प्रश्न। यी चारवटा प्रश्नलाई लिएर यो संस्था निर्माण र सञ्चालन। हामीले जहिले पनि यस संस्थाको बारेमा हेर्दा यी चारवटा कुरामा हामी कति खरो उत्रिएका छौँ, कति राम्ररी यी कामहरू हामीले गर्न सकेका छौँ। मुख्य विषय